हेलो मेरो भतिज के छ खबर? ओ काका पाउनु भएको छ? काका नमस्ते। के गर्छौ यो केटो? बाल्टी किन फ्यालेको हँ? ए झन्डै मरियो। तिमी बुढा पनि बेला न कोही बेला हेलो भतिज भन्दै आउँछौ, अनि किन बाल्टी फालेको भन्दै मलाई उल्टो गराउँछौ? तैँले मलाई नमस्कारै गर्ने भए बाल्टी राखेर नमस्कार काका भन्न सक्दैनथिस्? सक्न त सक्दै नि, आफ्नो त संस्कारी बानी छ, जो देखो त्यसलाई ढोग्ने बानी छ। हो केटा हो, तेरो संस्कारी नै बानी छ, ठुला बडालाई ढोग्ने बानी छ, केटी देख्ने हुन्न जिस्काउने बानी छ। एउटा बाल्टी त सम्हाल्न सक्दैन, तेरा जिन्दगी र त्यत्रा केटीहरू कसरी सम्हाल्छस् हौ केटा? होइन के भन्छ नि काका, मैले कसलाई जिस्काएँ? जे पाए त्यही नबोल है काका। कसलाई जिस्काएस् भन्नु र हो? मैले तैँले केटी देख्ने हुन्न, गोरु कुकुरले हड्डी छोला, स्यालले कुखुरा छोला, तैँले त एउटी केटी देख्ने हुन्न, गफ गर्न पुगिहाल्छस्। हो काका हो, तिमी त खुब भद्र बल्लार्मिनी। एउटा महिला एउटा काकी देख्ने हुन्न, कोट पेन्ट ढल्काउँदै त्यो चस्मा लगाएर पुगिहाल्छौ। तिमी त कति राम्री, मेरो घरमा यस्तो राम्री भए त कति राम्रो हुन्थ्यो, बेलामा खाना पाउँथे भन्थ्यौ। तिमी त खुब गतिलो नि बुढा, अर्कालाई नसिक। राम राम, यसले त मेरो अन्तर्राष्ट्रिय बेइज्जती पो गऱ्यो त। तँलाई म पढ्न पानी मुनि गए पनि, इन्द्रका बाउ चन्द्रकामा गए पनि छोड्नेवाला छैन। हेलो नमस्कार सम्पूर्णमा। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? कृपया राम्रै लाग्यो होला, कृपया सब्सक्राइब गर्न, लाइक गर्न, कमेन्ट गर्न नभुल्नुहोला। हस् त, धन्यवाद।